तपाईँले ब्लगिङ आइरहेको छैन। फाइनली यसरी चाहिँ म ब्लगिङ गरेर हिँडिरहेको छु। अनि यो थोरै थोरै सामानहरू चाहिँ लिइसकेको छु होइन। अहिले चाहिँ हेर्नु कति खतरा पो जाम लागेको छ। तर अनि जति पब्लिक प्लेसमा गएर पनि ब्लगिङ म गर्न सक्छु, किनभने मलाई चाहिँ केही फरक छैन, केही बाल्टी हुँदैन, केही हुँदैन, केही मतलब नि हुँदैन कि के भइरहेछ, के गर्ने छैन भने ब्लगिङ गर्नेछ, त्यही मलाई मतलब हुन्छ मात्र होइन। धेरै साथीहरूको यो चाहिँ क्वेसन चाहिँ धेरै आइरहेछ, दाइ तपाईँ पब्लिक प्लेसमा गएर कसरी ब्लगिङ चाहिँ गर्नुहुन्छ। अब पब्लिक प्लेसमा चाहिँ आएर म यसरी ब्लगिङ गरिरहेको छु, यो तपाईँहरू हेर्नुहुन्छ, यसरी म ब्लगिङ गरिरहेको छु। त्यही भएर तपाईँहरूलाई चाहिँ त्यही भएर म भन्छु फटाफट मलाई फलो गर्नुहोस्। तपाईँले ब्लगिङ आइरहेको छैन, तपाईँलाई लाज लागेर ब्लगिङ बनाउन सक्दैन भने मलाई फलो गर्नुहोस्। तपाईँको आफ्नो ब्लगिङ सबै आउँछ है। यो ब्लगिङले चाहिँ म के गर्न सक्छु भने तपाईँलाई थाहा छ होइन होला। त्यही भएर म पहिला ब्लगिङ गर्छु, अनि त्यसपछि म तपाईँहरूलाई चाहिँ भन्नेवाला छु म यो ब्लगिङले के गर्न सक्छु। फटाफट मलाई लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, अनि भिडियो भाइरल गर्नु ल। फटाफट सिक्नु है। लेट नगरेर